होला अब राति 12-1 बजमा केटासँग गीत गाउने यो त बस्ने हिँड्ने रक्सी जाँड खान्छे होली भन्ने यो मान्छेको सोचाइ हुन्छ नि होइन आमा कति माया गर्ने कि मलाई त पुलिसले त सानै त्यो आर्मी पुलिसले त मलाई बच्चैदेखि माया गर्ने अनि त्यसपछि कति धेरै माया गर्ने उनीहरूले दिउँसो आउने बेलुका जाने पुलिसको कोठा जाने सुत्ने आउन त एउटा फोटो खिचौँ भन्नुभयो ल ठिक छ नि त खिचौँ भने फोटो खिचेर म्यासेन्जरमा हालिदिनु भयो होइन अनि म्यासेन्जरमा हालिदिनु भयो ठ्याक्कै उहाँको श्रीमतीले म्यासेन्जर लगइन गर्नुभएछ पासपोर्ट रहेछ त्यसपछि त अनि थाहा भएन त उठी भाषै लाग्यो स्टेज चढेको अनि साउले गएर के भने थियो त तल झर त तेरो स्टेज चढ्ने बेला होइन यो वेटरै गर्नुपर्छ तैँले कहाँ स्टेज चढेको यहाँ वेटर छैन त स्टेज चढेर हुन्छ भनेर भन्नुभयो कि त्यति बेला मान्छेको एउटा विश्वास हुन जरुरी छ त्यहाँनिर विश्वास भएन अनि अब विश्वासै नभएपछि कसरी जिन्दगी काट्नु भने जस्तो त्यस्तो फिल भयो अनि पछि त्यस्तो हुँदा डिस्कस हुन थाल्यो अनि पछि ब्रेकअपै भयो कतिचोटि त म रोएर गीत गाउन नसकेको स्थिति पनि छ कहिलेकाहीँ हाँसेर चाहिँ गाउन नसक्ने स्थिति पनि छ त्यस्तो हुन्छ एकदमै लगभग बराबरमै छ अब हात मिलाएको जस्तो गर्ने तर हेरेसमेन्टको हिसाबले हेर्ने त्यो टाइपको नै त्यो त हुन्छ कि आजको यो माइक मनोरञ्जनको लागि मात्रै होइन जीवनको कथा सुन्नको लागि हो हामी दोहोरी गीत सुन्दा ताली बजाउँछौँ गीतसँगै रमाउँछौँ अनि नाच्छौँ तर त्यही गीत गाउने आवाज गुजारा चलाउनकै लागि रातभर दोहोरी साँझमा समय कसरी बिताउँछन् बिहान कसरी उज्यालो हुन्छ यो हामी कमै सोच्छौँ हो आज हामीसँग हुनुहुन्छ त्यही लोकदोहोरी आवाजकी गायिका सीता गौतम जो रातभर गीत गाउँछिन् तर आफ्नो पीडा भने गाउन सक्दिनन् आजको यो गफ तालसुरको मात्रै होइन आँसु र आत्मसम्मानको हो यहाँलाई स्वागत छ नमस्ते नमस्ते धन्यवाद तपाईँ दोहोरी साँझमा काम गर्नुहुन्छ होइन हजुर दोहोरी साँझमा काम गर्नुहुन्छ तपाईँले कति वर्ष भयो दोहोरी साँझमा काम गर्नुभएको मैले त्यस्तै 4-5 वर्ष हजुर 4-5 वर्ष हाम्रो समाजमा चाहिँ भनिन्छ नि त दोहोरी गाउने अथवा दोहोरी मात्र होइन कि रातिको ड्युटी गर्ने हरेक महिलालाई चाहिँ समाजले अलिकति नराम्रै नजरले हेर्छ नि त होइन तपाईँले पहिलोचोटि चाहिँ दोहोरीमा काम गर्दाखेरि चाहिँ तपाईँको परिवारले चाहिँ यो कुरालाई कसरी लिनुभएको थियो यस्तो कति वर्षसम्म त परिवारसँग लगभग बोलचालै बन्द भयो त्यसो बोलचालै धेरै समयसम्म बोलचालै बन्द भयो अब फेरि सुरुमा म काठमाडौँ चाहिँ खास के हुन्थ्यो भने हाम्रो गाउँतिर चाहिँ पहिला के गर्ने त काठमाडौँ गएर भनेर कसैले भन्छ भने हाम्रो घरमा चाहिँ होटलमा काम गर्दा नि राम्रै हुने होइन किनभने मेरो दाइहरू पनि होटलदेखि नै काम गर्नुभएको राम्रै हुने अब हामीले जे काम गरे पनि तर होटलमा गऱ्यो भने चाहिँ राम्रै हुने अब दोहोरी साँझमा काम गर्दा चाहिँ अलिकति नराम्रै सोच्नुभयो घर परिवारले पनि त्यति बेला अब काठमाडौँ पस्दाखेरि अब के काम गर्ने भनेर पस्दा त होटलमा भाडा भयो भने माझ्ने भन्ने तरिकाले पस्या हो म चाहिँ भनेपछि पहिला तपाईँको चाहिँ दोहोरीमा काम गर्छु भन्ने चाहिँ प्लान थिएन दोहोरी भन्ने त थाहै थिएन नि थाहा नै थिएन त्यति बेला दोहोरी भन्ने थाहै थिएन अब कस्तो हुन्छ दोहोरी भन्ने कुरो थाहा थिएन होइन म फर्स्ट टाइम फेरि चितवनबाट सुरु गरेँ हो मैले चाहिँ दोहोरी गाउन अनि काठमाडौँ आउनुभन्दा पहिला म चितवनमै थिएँ त्यति बेला अनि स्टार्ट नै मेरो चितवनबाट भयो होइन चितवनको दोहोरीबाट स्टार्ट गर्दै हजुर अहिले काठमाडौँमा बसेकै 3 वर्ष भयो भनौँ न ठ्याक्कै 3 वर्ष भयो पहिला चितवन हुँदाखेरि अब यसो हेर्न जाँदाखेरि रमाइलो लागेको भरमा गएको हो क्या भनेपछि दोहोरीमा चाहिँ रमाइलो हुँदो रहेछ भन्ने टाइपले रमाइलो हुँदो रहेछ भन्दाखेरि अब कति पीडा हुन्थ्यो त अब होइन दिनभरि अब होटलमै काम गर्थेँ म चितवनमा हुँदाखेरि नि अनि त्यसपछि दिनभरि होटलमा काम गर्ने अब यसो बेलुका भएपछि कस्तो रमाइलो झिलमिल बत्ती सत्ती बल्ने यताउति होइन बादलहरूको आवाज आएको सुनेर पस्या हो म खास भन्न चाहिँ अनि त्यहाँ पस्दा सुरुमा त मैले वेटर गरेँ हो अनि 3 महिना जति वेटरबाट स्टार्ट गरेँ हो मैले अनि 3 महिना जति वेटर गरेँ त्यसपछि साथीहरूले नै हुँदैन अब त स्टेज चढ्नुपर्छ सधैँ वेटर गरेर हुँदैन त गीत गाउने जस्तै मान्छे लाग्छ मलाई कहाँ वेटर गरेर बस्यो भनेर साथीले धेरै फोकस गर्नुभयो क्या मलाई त्यसपछि म स्टेज चढेँ हो तपाईँले गाउन चाहिँ पहिलेदेखि गाउनुहुन्थ्यो हुँदैन थियो गाउन त अब गाउँतिर हुँदाखेरि त म लगभग धेरै गीतहरू गाउने मान्छे हो गाउँमै पनि सानैमा पनि म गाउँथेँ अनि जे होस् अलिअलि अब घाँस दाउरा काटेर गाउनुमा र यहाँ आएर स्टेजमा गाउनमा त धेरै फरक पर्छ नि त त्यो भएको हिसाबले गर्दाखेरि अलिक धेरै गाह्रो चाहिँ हुन्छ काठमाडौँमा जस्तै अहिले मैले गइरहेको काम पनि दोहोरीमै काम गर्न पनि धेरै गाह्रो छ होइन अब गाउँघरमा चाहिँ अब त्यसै सुनेको भरमा गाइन्छ अब यहाँ चाहिँ सुर ताल सबै लाग्नु पर्यो त्यो हिसाबले गर्दाखेरि
जे होस् गाउन काठमाडौँमा पनि गाह्रै छ, गाउँमा हुँदा सानोमा नि गाह्रै थियो। जे होस् जिन्दगी गाह्रै छ। गाह्रै छ। जस्तै अब तपाईँले चितवनदेखि सुरु गर्नुभयो तपाईँको गायन क्षेत्र होइन, काठमाडौँमा अहिले गाइ नै राख्नु भएको छ होइन। पहिलोचोटि तपाईँले त्यो दोहोरी साँझमा स्टेज चढ्दाको छेड चाहिँ कस्तो थियो? त्यतिखेर त स्टेज चढेको अनि साउले गएर के भने थियो, त तल झर त तेरो स्टेज चढ्ने बेला होइन यो, त्यसरी भन्नुभयो। वेटरै गर्नुपर्छ तैँले, कहाँ स्टेज चढेको, यहाँ वेटर छैन त स्टेज चढेर हुन्छ भनेर भन्नुभयो कि त्यति बेला। अनि त्यसपछि होइन म झरेँ पनि फेरि वेटर गर्न थालेँ, एक दुई दिन स्टेज चढेँ फेरि वेटर गर्न थालेँ। किन, के कारणले चाहिँ तपाईँलाई माथिबाट फेरि तल नै धकाल्नु भयो? यस्तो क्या, अब स्टेजमा चढिसकेपछि कस्तो हुँदो रहेछ भने अब हामी कलाकार भइसकेपछि खासमा डाइनिङको हामीले मानव वेटरको काममा हामीले केही पनि गर्नु पर्दैन नि त होइन। अहिले मैले त्यसरी बुझ्छु। अनि अब वेटरको काम केही पनि गर्नु पर्दैन। त्यति बेला मैले वेटर गर्दाखेरि भाडा मान्दी, भात बनाउने, स्टाफलाई खुवाउने सबै गर्थेँ कि, त्यो भएको हिसाबले पनि हुनसक्छ मेरो विचारमा चाहिँ। भनेपछि उहाँले चाहिँ अब स्टेजको मान्छेलाई हेर्ने उहाँको दृष्टिकोण र तल वेटरलाई गर्ने अलिकति फरक भयो नि त। जस्तै दोहोरीकै बारेमा कुरा गरौँ होइन, अब जस्तै सुनिन्छ हामीले चाहिँ होइन, दोहोरी साँझमा मात्र होइन, रात्रिकालीन जुन पनि व्यवसाय हुन्छ तपाईँलाई लाइभ म्युजिक होस् जुन सुकै ठाउँमा पनि छोरी मान्छेलाई चाहिँ हेर्ने दृष्टिकोण होइन अलिकति फरक हुन्छ भन्छन्। तपाईँले त्यो कुराहरू भोग्नु भएको छ कि छैन? त्यो अलिकति आफूमा भर पर्ने कुरा, जस्तै मान्छेले कसरी हेरेछ भन्ने कुरामा भर पर्छ। अब दोहोरी साँझमा केटालाई पनि मान्छेले नराम्रो दृष्टिकोणले हेरेको देख्छु म होइन, तर केटालाई भन्दा केटीलाई अलिक धेरै मात्रामा छ। अब दोहोरी साँझकै कुरा गर्ने हो भनेदेखि चाहिँ त्यो थोरै चाहिँ आफूमा पनि भर पर्ने कुरा हुन्छ। त्यो मान्छेले अब कुन दृष्टिकोणले मलाई हेरिरहेछ होइन, कसरी हेरिरहेछ भन्ने त्यसलाई अब आफूले पनि भन्न सक्नु पऱ्यो होइन, केही कुराहरू गर्न सक्नु पऱ्यो, उसँग पनि प्रतिकार गर्न सक्यो भनेदेखि एकदमै राम्रो हो। अब सकेन भनेदेखि अब अलिकति हिंसात्मक कुराहरू हुन सक्छन् त्यहाँभित्र कहिले कसो। तपाईँले भोग्नु परेछ कि छैन? मैले छैन है। जस्तै हुन्छ नि तपाईँको त्यहाँ आउने सबै मान्छे गलत त हुँदैनन् होइन, कोही त राम्रो मान्छे पनि आउँछन्, तर त्यो राम्रो मान्छेको बिचमा कोही न कोही गलत मान्छे पनि हुन्छन् नि त। अब उहाँहरूले चाहिँ अब हेर्ने दृष्टिकोण अनि उहाँहरूले बोल्ने शब्दहरू चाहिँ अब हुन्छ नि अलिकति नकारात्मक टाइपकै हुन्छ नि त। अनि शब्द चाहिँ अब कहिलेकाहीँ अब अलिकति नराम्रै शब्दहरू नि बोल्नुहुन्छ उहाँहरूले होइन, नराम्रै शब्द बोल्नुहुन्छ। तर जस्तै अब मैले टार्गेट गरेर त होइन होइन, उहाँहरू अब कहिलेकाहीँ साथीभाइमा डिस्कस होला, कहिले के नमिल्ला, त्यो हिसाबले गर्दाखेरि अलिकति नराम्रो बोल्नुहुन्छ होला। अब त्यो कुरालाई अब माइन्ड गरेर पनि भएन, सबै कुराहरू कति कुराहरू कम्प्रोमाइज गर्नुपर्ने हुन्छ होइन। त्यस कारणले गर्दाखेरि अब आफैलाई तोकेरै भन्नुभयो भने त प्रतिकार गरि नै हाल्छु मैले होइन। यदि उहाँहरू बिचमै छ भने चाहिँ अब त्यसलाई कम्प्रोमाइज गर्न सकिन्छ, कहिलेकाहीँ हुन्छ त्यस्तो। कहिलेकाहीँ त्यस्तो भएको पनि छ। हजुर, कस्तो लाग्छ नि त्यो समयमा चाहिँ छ्या म बेकार काम गरेछु भन्ने जस्तो महसुस हुन्छ कि हुँदैन? धेरैचोटि भएको छ नि, धेरैचोटि भएको छ। खासमा मलाई काठमाडौँमा चाहिँ भएको छैन क्या त्यस्तो, फेरि काठमाडौँमा चाहिँ त्यस्तो भएको छैन होइन। काठमाडौँभन्दा बाहिरको ठाउँहरूमा कतिपय ठाउँहरूमा म धेरै समय त म सुदूरपश्चिम बसेँ होइन। सुदूरपश्चिमतिर अब त्यो प्रायः देउडाहरू नै गाउनुहुन्छ होइन, जस्तै अब यताको गीतहरू खासै गाउनुहुन्न कि, दोहोरीहरू त पछि मात्रै गाउनु थाल्नु भयो। मैले पहिला धनगढीमा हुँदाखेरि त खालि देउडा मात्रै गाउने, केही नबुझ्ने आफू होइन, अनि देउडा मात्रै गाउने त्यति बेर। अनि अब देउडा गीत नबुझ्दा अथवा गाउनु नआउँदा, अहिले त म अलिअलि देउडा गीतहरू नि गाउँछु होइन। अब त्यति बेला नआउँदाखेरि चाहिँ गीतै गाउन नआउने मान्छे भन्ने टाइपको त्यो होइन एउटा हुन्छ नि, अलिकति नराम्रो कुराहरू त्यस्तो कुराहरू गर्ने, त्यो सोच्दाखेरि चाहिँ अलिक नराम्रै, धेरै नराम्रो लाग्ने कि किन यस्तो भने होला, बिस्तारै त आउँथ्यो होला भन्ने जस्तो त्यो हुन्छ नि, एउटा फिल हुन्थ्यो कि। दोहोरी त म राम्रै गाउने मान्छे, देउडा नआएपछि होइन, अनि किन यस्तो भने होला, म दोहोरी त राम्रै गाउँछु त भनेर भन्थेँ क्या म। त्यो सोचाइ आउँछ कहिलेकाहीँ, नराम्रै सोच्नुहुन्छ कहिलेकाहीँ, कहिलेकाहीँ धेरै राम्रो पनि सोच्नुहुन्छ। त्यो व्यक्ति आफूमा भर पर्छ। अहिले चाहिँ परिवारसँग राम्रै छ बोलचाल? अहिले राम्रो छ, अहिले चाहिँ राम्रो छ। अब अहिले चाहिँ अब जे गर राम्रो गर, अब तँलाई मैले पहिल्यै छोड भने हो होइन, छोडिनस्, अब नछोडेपछि ठिक छ, गर अब तेरो इच्छा, त जे गर्छस् गर। दाइहरूले छोडिसक्नु भयो कि मलाई। अब जस्तै परिवारले त अपनाउनु भयो यो कुरालाई होइन, तर तपाईँको छरछिमेक गाउँ समाजले चाहिँ केही त्यस्तो भन्नुहुन्छ तपाईँलाई? समाजमा पनि अहिले धेरै राम्रो छ है। हजुर, पहिला चाहिँ अब जस्तै अब
मम्मीलाई नि भन्नुहुन्थ्यो अरे क्या अब कति चित्त दुख्थ्यो होला होइन मम्मीलाई नि भन्नुहुन्थ्यो अरे अब तेरो छोरी चाहिँ 12-1 बजे रातिसम्म केटा मान्छेहरूसँग गीत गाउँदै हिँड्ने तेरो छोरी गतिले होला र सहरतिर पसेपछि भन्ने यताउति कुरा गर्ने सुनाउनुहुन्थ्यो अरे अहिले चाहिँ छरछिमेकले पनि ओहो तेरो छोरी त कलाकार भएछ होइन यताउति भन्ने त्यस्तो गर्नुहुन्छ अरे भन्नुहुन्थ्यो क्या मम्मीले नि कहिलेकाहीँ मसँग कुरा गर्दा नि त्यस्तै भन्नुहुन्छ गाउँतिर हामी आमा छोरी हिँड्दा नि त्यस्तै कुराहरू गर्नुहुन्छ अनि मलाई पढाउने सरहरूले पनि एकदमै राम्रो व्यवहार गर्नुहुन्छ अहिले जुन त्यो व्यवहार पहिला थिएन मलाई होइन अहिले एकदमै राम्रो छ सबै ठाउँमा राम्रो छ अहिले फ्यामिलीमा पनि समाजमा पनि यताउति साथीभाइमा पनि ठिकै छ अब नराम्रो सोच्छन् नै भने त के लाग्छ र होइन अब आफ्नो आफ्नो जीविका त आफूले पार्जन गर्ने हो फेरि हाम्रो समाज कस्तो छ भने राम्रै काम गरिरहेछ भने पनि त्यहाँ के चाहिँ नराम्रो कुरा छ भनेर कोट्याएर खोजिराख्छन् क्या नराम्रो कुरा त अब यस्तो क्या अब त्यही त 10वटा राम्रो काम गरे हुन्छ एउटा चाहिँ नराम्रो भयो भने त्यो एउटा चाहिँ 10वटा बनाइहाल्ने क्या त्यो भएको हिसाबले गर्दाखेरि एकदमै गाह्रो छ अहिले हामीले जति सजिलो सोचेका छौँ त्यो हिँड्नलाई जस्तै अब अहिले मैले काम गरिरहेको ठाउँसम्म अब काठमाडौँसम्म आइपुग्नु मेरो यात्रा चान्चुने यात्रा होइन यो होइन यत्रो 5-10 वर्षको अन्तरालमा धेरै सङ्घर्षको कुराहरू छन् त्यो भएको हिसाबले गर्दाखेरि त धेरै गाह्रो हो नि सोच्नै सकिँदैन यो त परिवारसँग तपाईँको लगभग 3-4 वर्ष कुरै भएन मम्मीसँग त कुरा यताउति हुने होइन अब जे जस्तो भए पनि आफ्नो छोरी नराम्री नै भए पनि आमाको लागि त्यो एकदम महत्त्वपूर्ण कुरा हो र छोरीको लागि आमा पनि एकदमै महत्त्वपूर्ण कुरा हो होइन अब आमाभन्दा ठुलो संसारमा दुनियाँमा केही छँदै छैन त्यो भएको हिसाबले गर्दाखेरि चाहिँ मम्मी त अब फोन गरिरहने गाउँतिर गएर भने पनि होइन फोन गरिरहने अब दाजुभाइहरू चाहिँ नबोल्ने त्यस्तो टाइपको थियो अनि नबोल्ने केही समय मैले बाहिर पनि टिका लगाएको छु कि मेरो दाइहरू हुनुहुन्छ 2-3 जना बाहिर पनि हुनुहुन्छ अनि अहिले पछि बोल्न थाल्नुभयो व्यवहारहरू अहिले राम्रो हुँदै गयो अहिले त एकदम ठिक छ त्यो बेलामा तपाईँ दोहोरी साजमा काम गर्नुहुन्थ्यो काठमाडौँ आएर अनि त्यहीमाथि आफ्नो परिवारको पनि साथ पाउनु भएको थिएन नि त त्यो बेलामा अब रातभर आफूले गीत गाउनुहुन्थ्यो होइन अब आफू त सङ्घर्ष नै गरिरहनु भएको थियो आफूलाई गुजारा चलोस् भनेर काम गरिरहनु भएको त्यो टाइममा चाहिँ अब कति कुराहरू हामीले भोग्नुपर्ने हुन्छ होइन भोग्दै आफूले गीत गाउँदै आफूलाई गुजारा चलाइराख्दाखेरि आफ्नो परिवारको मान्छेसँग चाहिँ राम्रोसँग बोलचाल नहुँदा त्यो बेलामा तपाईँलाई कस्तो महसुस हुन्थ्यो त्यति बेला म चितवनमा थिएँ क्या काठमाडौँदेखि नै बोलचाल बन्द भयो काठमाडौँ आएपछि चाहिँ बोलचाल सुरु भयो क्या बरु उता हुँदा चाहिँ बोलचाल बन्द भएको खास भन्ने हो नि चितवनको स्टेज चढिसकेपछि चाहिँ बोलचाल बन्द भयो स्टेज भन्दा पनि मानौँ न घर छोडेपछिको कुरा गरौँ न होइन घर छोडेपछिको कुरा अब के काम गर्छ त भन्दा बरु होटलमा भाडा माझे भए म धेरै राम्रो हुन्थेँ त्यहाँनिर भाडा नि माझे मान्न त केही समय होइन त्यही पनि अब दोहोरीमा एउटा स्टेजमा चढेर छोरी मान्छेले रातिको 12-1 बजी गीत गाउने भनेपछि त्यो राम्रो कसैले सोचेन क्या होइन अब कसैले सोचेन अब होला अब राति 12-1 बजीसम्म केटासँग गीत गाउने यता बस्ने हिँड्ने रक्सी जाँड खान्छे होली भन्ने यो मान्छेको सोचाइ हुन्छ नि होइन खाओस् कि नखाओस् क्या फेरि नखान नि सकिन्छ खान नि सकिन्छ होइन तर त्यस्तो व्यवहारहरूले गर्दाखेरि चाहिँ अलिकति त मलाई धेरै नै पीडा भयो नि केही समय त त्यसपछि त म जब काठमाडौँ छिरेँ चितवन छोडेर अनि त्यसपछि ठुल्दाइले आफैले फोन गरेर आइज अब यत्रो वर्ष भयो नभेटेको भेट्नुपर्छ दाजुबहिनी भनेर दाइले नि बोलाउनु भयो ल ठिक छ होइन दाइ जस्तो मान्छे मेरो बुवा पछिको दाइ हो दाइले बोलाएपछि जान्छु म भनेर गएँ क्या म अनि त्यो पहिलो छेड कस्तो थियो तपाईँहरू लगभग केही समय बोल्छ अनि डर लाग्यो म ठुल्दाइसँग धेरै डराउने मान्छे हो एकदमै डराउने ठुल्दाइ अलिक कडा हुनुहुन्छ मेरो बरु अरूलाई खासै म पत्याउँदिनँ अहिले पनि ठुल्दाइसँग त म अहिले पनि एकदमै डराउँछु क्या त्यो भएको हिसाबले गर्दा दाइसँग म भेट्न जाँदाखेरि पनि डराएँ तर दाइले मलाई केही पनि भन्नु भएन ठिक छ तैँले जे गर्छस् राम्रो गर भोलिको दिनमा तँलाई अब पहिले अब दोहोरीमा काम नगर भने हो होइन अब कस्तो चाहिँ ठाउँ होला त्यो दोहोरी फेरि अहिलेसम्म ठुल्दै जानु भएको छैन क्या दोहोरीमा जाम भन्दा नि मान्नुहुन्न कि मैले जाम पनि भनेको छु जाम फ्यामिली जाउँ न बसौँ के भयो त होइन फ्यामिली सबैजना जाने ठाउँ थियो जान्छु म दोहोरीमा कहीँ नपाएर म दोहोरीमा जान्छु भनेर भन्नुहुन्छ होइन त्यो भएको हिसाबले गर्दाखेरि अब भाउजू जान खोज्ने दाइ जान नखोज्ने हो क्या त्यो भएको हिसाबले गर्दाखेरि यस्तो भयो तर अहिले एकदम ठिक छ भनेपछि तपाईँले घर छोडेपछि तपाईँहरूको लगभग फ्यामिलीसँग बोल्छ केही समय अलिकति समाजसँग पनि म धेरै टाढिएँ केही समय अनि यो पोहोरको कुरा हो कि पोहोर फागुनमै होला फागुनको बेलामा गाउँमा जनसांस्कृतिक कार्यक्रम थियो ठ्याक्कै हाम्रो बजारमै
अनि अब त्यहाँनिर अब ब्यानरहरूमा फोटो टाँसेर हुन्छ नि त होइन, अब गाविसहरू के भन्छन्, पहिला गाविस अब अहिले त ओडामा यताउता चोकचोकहरूमा फोटो टाँसेर अब ब्यानर भएर फोटो टाँसेर गएर अब हामीले कार्यक्रम गरिसकेपछि अब त्यहाँबाट झन् राम्रो भयो क्या, बोरबाट झन् राम्रो भयो क्या। अनि अब कति मान्छे अब होइन, अब सीता आउने रे भनेपछि अब कस्तो गाउँदै रहेछ होइन, हाम्रै गाउँको चेलीबेटी हो भन्ने भयो, कस्तो गाउँदै रहेछ यसले, अब जाऊँ न त हेरौँ भन्ने भयो। गाउँको सर म्याडमदेखि लिएर टोटली गाउँको मान्छे धेरै मान्छेहरू आउनुभयो क्या त्यति बेला। अनि आएपछि अब फेरि कुराकानी भयो, धेरै मान्छेहरू आउनुभयो। अनि ल त नि अब कार्यक्रम पनि राम्रै भयो, सफल पनि भयो, घर गएर नि बसेँ। अनि त्यो भएको हिसाबले त्यहाँदेखि झनै राम्रो, अब अलिकति चाहिँ हेर्ने दृष्टिकोण फरक भयो क्या, पोहोरबाट झन् राम्रो भयो त्यो हिसाबले हेरौँ न। अहिले राम्रै छ भनौँ। अहिले ठिकै छ। अब पोहोर परारसम्म चाहिँ कस्तो थियो भने अब खै गीत त गाउँछु भने गाउने हो कि होइन होइन, त्यो टाइपको थियो नि त। अब उहीँ गएर अब दोहोरी गाएपछि अब स्टेज चढेर गरेपछि होइन, त्यत्रो माझमा गएर एउटा गीत गाउन सक्ने मान्छे भनेपछि अब चाहिँ राम्रो भएछ। मान्छेको सोचाइ अलिकति परिवर्तन भयो अहिले। तपाईँको आफ्नो गीतहरू पनि छन् है? छ 2-3 वटा। फ्यामिलीकै कुरा गरेर अहिले जुन तपाईँले बोलचाल बन्द भइसकेपछि अहिले बोलचाल राम्रो छ नि, यो विषयलाई सम्झेर चाहिँ एउटा सानो टुक्का फ्यामिलीको लागि गाउन सक्नुहुन्छ भने गाइदिनु। अहिले चाहिँ म एउटा गुरुकै गीत चाहिँ गाउँछु क्या, ए ल हुन्छ। वास्तव भने किनभने मेरो फ्यामिलीको विषय भन्दा नि मलाई अगाडि बढाउने गुरुको विषयमा चाहिँ उहाँलाई चाहिँ एउटा सम्मान गर्नुपर्ने हुन्छ मैले सुरुमा, त्यस कारणले गर्दा एउटा टुक्का उहाँको गीत चाहिँ म थोरै गाउने प्रयास गर्नेछु। हे यो संसारमा सबैभन्दा ठुलो धन सम्पत्ति त्यही पैसाको कारणले छुट्टिन्छन् दम्पति, माया गर्नै छाडिन्छ। पैसो छैन भने आफ्नै मान्छे टाढिन्छ, माया गर्नै छाडिन्छ। दम्पति छुट्टिन्छ भन्ने कुरा आयो होइन यो गीतमा। तपाईँको बिहे भएको छ कि छैन? अब गर्ने सोचाइ कुनै बेला कसैलाई माया गर्नुभएको थियो नि, किन नहुने, अभियसली थियो। अहिले कोहीसँग सम्बन्धमा हुनुहुन्छ कि? यस्तो हो, अब एकचोटि विश्वासघात भइसकेपछि अलिकति गाह्रो हुन्छ फेरि जोडिनलाई। पहिलोचोटि नै के भन्छ, पहिलो गाँसमै ढुङ्गा लगाएपछि फेरि भात खाउँ कि नखाउँ हुन्छ भने जस्तै हो यो होइन। अलिकति जोडिने अब मान्छेहरू त छन् होइन, जोडिने मान्छेहरू छन्, अब तर विश्वास लाग्दैन के, विश्वास गर्न सकिँदैन। किनभने एकचोटि टुटिसकेपछि अब विश्वास गर्न धेरै नै गाह्रो हुन्छ मान्छेसँग। त्यो भएको हिसाबले अब अहिले मैले केही पनि सोचेको छैन। के कारणले टुट्यो तपाईँहरूको सम्बन्ध? विश्वासको कमी त हो। जस्तै अब तपाईँको जो कुनै बेला समय पार्टनर हुनुहुन्थ्यो उहाँलाई चाहिँ तपाईँ दोहोरीमा काम गर्नुहुन्छ भन्ने थाहा थियो? किन नहुनु, सबै थाहा थियो है। कतिको सपोर्ट गर्नुहुन्थ्यो त्यो टाइममा? सपोर्ट त गर्ने नै हो होइन, ठिक छ, आफ्नो आफ्नो काम हो, तिमीले जे गरे पनि राम्रै हो, मैले जे गरे पनि राम्रै हो, राम्रै काम हो। अब कामको हिसाबले सपोर्ट गर्ने हो, तर अब यसो बोलचालीमा ठिक्क पार्ने, अब पछाडि चाहिँ अलिकति नराम्रो व्यवहारहरू जस्तो टाइप लाग्यो क्या मलाई, अलिकति कुराहरू नमिल्ने, व्यवहारहरू अलिकति नमिल्ने। त्यो भएको हिसाबले गर्दा विश्वास नभएपछि अब कहीँ कता हिँडिरहनुपर्छ, कहिले कता हिँडिरहनुपर्छ होइन, मान्छेको एउटा विश्वास हुन जरुरी छ। त्यहाँनिर विश्वास भएन, अनि अब विश्वासै नभएपछि कसरी जिन्दगी काट्नु भने जस्तो त्यस्तो फिल भयो। अनि पछि त्यस्तो हुँदा डिस्कस हुन थाल्यो, अनि पछि ब्रेकअपै भयो। अहिले सिङ्गलै हुनुहुन्छ? हजुर। कस्तो महसुस हुन्छ आफू स्टेजमा रातभरि काम गर्नुहुन्छ होइन, अनि त्यो टाइममा पनि आफूलाई केयर गर्ने मान्छे होइन, खायो कि खाएनौ समयमा, घर पुग्यो कि पुगेनौ त्यो सोधिने मान्छे नहुँदाखेरि चाहिँ कस्तो कहिलेकाहीँ चाहिँ मेरो पनि लाइफमा कोही भएको भए जस्तो लाग्छ कि नै? किन नलाग्नु, लाग्छ पनि। अनि त्यस्तो बेला भन्दा पनि बिरामी भएको बेला चाहिँ लाग्दो रहेछ क्या। जस्तै बरु अब अहिले त एकदमै हिँड्न सकिन्छ, खान बस्न आफै सकिन्छ होइन, आनन्द हुन्छ। अब कहिलेकाहीँ चाहिँ अब बिरामी भएको बेलामा चाहिँ कोही मान्छे भएको भए पानी तताएर त दिन्थ्यो होला होइन, त्यो टाइपको चाहिँ फिल हुने। अनि कहिलेकाहीँ अलिकति गाह्रो पनि हुन्छ त्यो सम्झिँदाखेरि। अब छोडिदिएँ क्या मैले, सम्झिनँ अहिले एकदमै त्यो सिरियस हुन सम्झिनँ। किन आफूलाई याद आउँदैन? आउँछ, किन नआउने, बिरामी भएको बेला लास्टै याद आउने क्या त्यो। अब केही कुराहरू त अब मान्छेको 100 वटा बैगुण भयो भने एउटा त गुण छ नि त होइन,
होइन त्यो भएको हिसाबले गर्दाखेरि पनि याद पनि आउँछ सम्झना नि आउँछ तर सकिँदैन नसक्ने नै रहेछ पछि नहुने भइसकेपछि त्यसलाई मर्यादा गर्नु खासै आवश्यक होइन त्यही पनि कुनै बेला त्यो मान्छे चाहिँ आएर अब म तिम्रै हुन्छु होइन हिजोको दिनमा जे भयो भयो अब चाहिँ म तिमीलाई धेरै माया गरेर खुसी दिएर राख्छु भन्यो भने तपाईँ एक्सेप्ट गर्न सक्नुहुन्छ त्यसलाई पनि अलिकति गाह्रै हुन्छ त्यस्तो भन्ने मान्छे त पहिला छोड्दैन नि त्यो हो तर कुनै कुनै मान्छेलाई चाहिँ छोडिसकेपछि पछि रिग्रेट भएर पनि त गल्तीहरू सुधार रिग्रेट त उसलाई छ त्यो मलाई थाहा छ रिग्रेट उसलाई छ रिग्रेट पनि छ होइन मैले किन अब छोडेँ होला भन्ने टाइपको त्यो पनि छ तर त्यो अहिले म एक्सेप्ट गर्न सक्दिनँ त्यो कुरा चाहिँ किनभने उसले त्यति बेरै नछोडेको भए हुन्थ्यो मलाई पनि त कति गाह्रो भयो होला होइन त्यो भएको हिसाबले गर्दाखेरि उसलाई रिग्रेट भयो पनि अब म एक्सेप्ट गर्नै सक्दिनँ क्या त्यस्तो स्थिति छ अहिले एकदम अहिले त म एकदमै खुसी हो क्या वास्तवमा भन्ने हो भनेदेखि मान्छे चाहिँ अहिले पनि जति पीडा भए पनि हाँस्न छुटाउनु हुँदैन अब पीडा भए पनि हाँसिबस्यो भने चाहिँ त्यो धेरै राम्रो कुरा हो त्यो भएको हिसाबले म त अहिले त रुन भने त मैले छोडिदिएँ क्या नत्र एकचोटि म कस्तोसम्म भएको थिएँ बाटोमा हिँड्दाखेरि मान्छे चिन्थिनँ क्या मैले है त्यस्तरी हिँड्ने क्या अब जस्तै अब अहिले पनि मेरो बसाइ अब इमाडोल हो होइन त्यहाँबाट साधोबाट जाँदा म प्रायः कहिलेकाहीँ हिँडेर पनि गइरहेको हुन्छु क्या बाटोमा अनि अलिक छिटै निस्केँ भने ड्युटी जाने टाइम छ भने म हिँड्दै 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 पनि हिँडिरहेको हुन्छु बाटोमा कोही मान्छे झ्याप्पै भेट्यो भने त्यति बेला के डिस्कस पर्ने छुट्ने बेलामा एकदमै गाह्रो भइरहेको थियो मान्छे भेट्दा पनि मैले चिनिनँ क्या मान्छे बोलाउँदा नबोलेको स्थिति पनि छ है एकरो हुनुभयो एकरो के म कहाँ पुग्ने भन्दाखेरि अब त्यही हो कहाँ हिँडेको त म त्यहीँ पुग्ने हो त्यो दायाँ बायाँ हेर्ने मान्छेसँग बोल्ने त्यो कुरै छैन स्याड मात्र गीत सुन्न मन लाग्ने गाउँदा पनि स्याडै गाउन मन लाग्ने क्या त्यो यस्तो रमाइलो अब दोहोरीमा त प्रायः रमाइलो इन्जोय गर्न आउँछन् त मान्छेहरू स्याड गीत गाउने आफै रुने अनि कहाँबाट हुन्छ भनेपछि आफै गीत गाएर रुनु पनि भएको छ है धेरै छ नि टुक्काहरू गाउने अनि रुनु मन लाग्ने अब गाउनै नसक्ने स्थिति पनि छ त्यो सम्झेर के त्यस्तो हुन्छ जस्तै अब तपाईँले कुरा गर्नुभयो अब त्यो त्यहाँ मान्छे रमाइलो गर्न आएको हुन्छ मैले स्याड गीत गाउँथेँ भनेर होइन त्यो टाइममा चाहिँ मान्छेहरूले अब कुनै रमाइलो गीत अफर गरिराख्दाखेरि चाहिँ आफूलाई भित्रदेखि पीडा भएर रुन मन लागिरहेको बेला पनि त्यो उहाँहरूले दिनुभएको डान्सिङवाला अब त्यो बिटहरूको गीत गाउनुभएको त छ नि होइन अब गाउने मुख धोएर पनि गाउनु पऱ्यो नि गाउन त आफ्नो जागिरै त्यही छ नि कस्तो गाह्रो हुन्थ्यो होला है धेरै धेरै ओहो म त्यो अहिले म सम्झिनै सक्दिनँ नि त्यो कुरा त एकदमै गाह्रो हुने के त्यो शब्द त्यो अब पहिलाकै स्याड शब्दहरू आइरहने होइन त्यो रमाइलो गाउँदाखेरि पनि त्यो स्याड नै आउने क्या कहिलेकाहीँ त्यस्तो हुन्थ्यो कि धेरै नै गाह्रो हुन्थ्यो कतिचोटि त मलाई सरले भन्नु पनि भयो हाम्रो ओनरले पनि भन्नुभयो किन तिमी यस्तो स्याड मात्रै गाउँछौ यस्तो धेरै गाउनु हुँदैन होइन रमाइलो गर्न हुन्छ मान्छे फेरि भोलि एउटा कम्प्लेन गऱ्यो भने तिमीलाई अप्ठ्यारो हुन्छ नानी भन्नुहुन्थ्यो धेरै सम्झाउने क्या हाम्रो फेरि ओनरले एकदम राम्रो क्या अनि एकदमै राम्रो धेरै सम्झाउने एकदमै मलाई त अहिले मेरो बुवा जस्तै लाग्छ क्या जस्तै अहिले मैले काम गरिरहेको छु त्यहाँ ओनर चाहिँ मेरो बुवा नै हो जस्तो फिल हुन्छ हामीलाई छोराछोरी जस्तो व्यवहार गर्ने अब यो दोहोरी साँझ त नानी मेरो मात्रै होइन तिम्रो पनि हो अथवा तिमीहरूको पनि हो सबैजना भएर गर्नुपर्छ अब फेरि महिनाभरि काम लगाएर पैसा मात्रै स्यालेरी मात्रै दिने त भने भन्ला अब मैले कति गरेर हुन्छु कहिलेकाहीँ दोहोरी नचल्दाखेरि आफ्नै पैसाले पनि स्यालेरी दिइरहेको हुन्छु होइन कति गाह्रो हुन्छ नानी यो सबैको हो त्यस्तै सम्झेर काम गर भन्नुहुन्छ क्या एउटा राम्रो व्यवहार के राम्रो बोली बचाउनु राम्रो व्यवहार गर्ने ओनर चाहिँ मैले फर्स्ट टाइम भेटेँ हो 3 वर्ष भयो म त्यहाँ काम गरेको छोड्न नि मन लाग्दैन कहिलेकाहीँ झगडा नि पर्छ हाम्रो होइन साथीभाइहरूसँग परे पनि छोड्नै मन लाग्दैन त्यो ठाउँ भोलिबाट त आउँदिनँ भन भोलिबाट त्यहीँको माया लागिहाल्छ त्यस्तो के व्यवहारले गर्दा क्या धेरै राम्रो व्यवहार क्या अब कहिलेकाहीँ अब ढिला हुन्छ जाँदाखेरि होइन हामी अब ड्युटी जाँदाखेरि कहिलेकाहीँ ढिला पनि भइरहेको हुन्छ नि त अनि ढिला हुँदाखेरि पनि अनि सर आज अलिकति ढिला हुने हो के गर्ने ल यसो मिलाएर आऊ न धेरै ढिला नगर त्यही अब 7 बजे सुरु हुन्छ होइन 7:30 पाउने 8सम्म आइपुग्यो के हुँदैन कहिलेकाहीँ ढिला भइहाल्छ नि काम पर्छ भन्नुहुन्छ क्या धेरै बुझ्ने हुनुहुन्छ नि अन्त भयो त कहाँ त्यस्तो हुँदै हुँदैन हाजिरै लाग्दैन लाग्यो भने हाफ हाजिर लाग्छ टिप्स पनि हाफ हुन्छ टिप्स हुन्छ नि त दोहोरी साँझमा टिप्स पनि हाफ हुन्छ म पढाएको छु 1-2 ठाउँमा त्यस्तो
दोहोरीमा काम गरेर गुजारा चलाउन कतिको सहज छ? सहज त छँदै छैन होइन, सहज छैन, तर गुजारा चाहिँ चल्छ। गुजारा चाहिँ चल्छ, सहज चाहिँ छैन, गुजारा चाहिँ चल्छ। जस्तै हामीले सुनेअनुसार चाहिँ दोहोरीहरूमा चाहिँ अब स्यालेरी अलिक कम हुन्छ भनिन्छ होइन। अब जतिजनाले पनि रात्रिकालीन व्यवसाय गर्नुहुन्छ, जो रातिको समयमा काम गर्नुहुन्छ, उहाँहरूले चाहिँ स्यालेरी भन्दा पनि टिप्सबाट चाहिँ अझै आफूलाई होइन गुजारा चलाइराख्नुहुन्छ नि त आफ्नो होइन। कस्तो के छ टिप्सहरू पर्छ? टिप्स पनि ठिकै पर्छ, त्यही तरकारी सरकारी खाना हुन यताउति हिँड्न ओर्न नि हुन्छ, कहिलेकाहीँ राम्रो हुन्छ, कहिलेकाहीँ हुँदैन कि। टिप्स भनेको कुरै त्यस्तै हो। गुजारा चाहिँ चलिरहेछ जे होस्। ठिकै चलिरहेछ। तपाईँले गीत गाइराख्दाखेरि क्या होइन, कहिलेकाहीँ ठ्याक्कै आफ्नो जीवनसँग मिल्ने शब्द आयो भने चाहिँ त्यो टाइममा के गर्नुहुन्छ? रुने, माइक छोडेर। है त्यस्तो गाउँदा गाउँदै माइकै छोडेर स्टेजमै रुने? छ धेरै छ, धेरैचोटि छ है। कहिलेकाहीँ मिल्ने भन्दा पनि आफ्नो जिन्दगीमा मिल्ने गीतहरू धेरै हुन्छन्, सुन्दा पनि कहिलेकाहीँ त्यस्तो हुन्छ। धेरैचोटि गाह्रो भएको छ। कतिचोटि त म रोएर गीत गाउन नसकेको स्थिति पनि छ, कहिलेकाहीँ हाँसेर चाहिँ गाउन नसक्ने स्थिति पनि छ। त्यस्तो हुन्छ, रोदन चलि नै रहेछ एकदमै लगभग बराबरमै छ। जस्तै रातभरि तपाईँ गाएर बिहान घर फर्किँदा चाहिँ होइन आँसु लुकाएर त्यहाँबाट निस्किँदाखेरि चाहिँ आँसु लुकाएर हिँड्नु परेको कुनै त्यस्तो छेड छ? त्यस्तो अब छेडहरू धेरैचोटि भए, सकेसम्म हाँस्ने प्रयास गरेँ क्या मैले। धेरै गाह्रो भयो, एक दुईचोटि त अब खै उठिँदैन क्या, अब ढलेको ढलै भइन्छ कि जस्तो धेरैचोटि भएको छ मलाई। तर उठ्ने प्रयास गरेँ, उठ्ने प्रयास गर्नु नै राम्रो हो क्या। उठिन्छ उठिँदैन छुट्टै कुरा हो, प्रयास गर्नु चाहिँ पर्ने रहेछ र मैले त्यो प्रयास पनि गरेँ। अहिले पनि गर्दैछु क्या, उठिसकेको छैन नि त, अहिले पनि प्रयास गर्दैछु। धेरै गाह्रो सबै कुरा, मलाई एकैचोटि सबै कुरा भयो क्या। गीत गाइराख्दाखेरि चाहिँ तपाईँ चाहिँ मनभित्र चाहिँ तपाईँलाई एकदम पीडा छ अरे होइन, भक्कानेर रुन मन लागिरहेछ, तर अफर चाहिँ तपाईँलाई चाहिँ रमाइलो खालको गीत गाउने आयो भने त्यो टाइममा चाहिँ तपाईँले गीत गाइराख्नुहुन्छ, गाउनु चाहिँ होइन, तर त्यो टाइममा तपाईँको दिमागमा मनमा चाहिँ के कुरा चलिरहेको हुन्छ त्यस्तो? होइन, म एकदम स्याड भएको बेलामा रमाइलो गीतहरू आयो भने म गाउँदिनँ। गाउने गाउन सकिँदैन, यस्तो मनमा यति पीडा हुन्छ होइन, मुटु फुट्ला जस्तो फिल भइरहेको हुन्छ। त्यो रमाइलो गीत त गाउने त स्थिति नै छैन नि, गाउनै सक्दैन। म त ल म सक्दिनँ, तपाईँ गाउनु, बरु म यसो हल्लिन्छु, नाच्छु भन्छु कि म। कति मान्छेहरूलाई अझै पनि दोहोरी भन्ने बित्तिकै, जस्तै तपाईँकै आफ्नो इक्जाम्पल, तपाईँकै दाईहरूले भाउजूहरूले बरु जाम भन्दा दाईले म जाँदिनँ भन्नुहुन्छ होइन। त्यही त अझै पनि मान्छेहरू हुनुहुन्छ नि त, कति केटाहरू पनि दोहोरीमा भन्ने हुन्छ। कहिलेकाहीँ कतै चाहिँ आफू दोहोरी साजमा काम गरिरहेको हिसाबले चाहिँ ला भोलि होइन मलाई बिहे गर्न प्रब्लम हुने हो कि के हुने, त्यस्तो सोच आउँछ कि आउँदैन कहिलेकाहीँ? त्यो त अहिले धेरै परिवर्तन भइसक्यो। परिवर्तन भए पनि त कति सोचाइ त छ मान्छेको, तर अलिकति परिवर्तन भइसकेको कारणले होइन, भोलि अब राम्रै पनि हुनसक्छ। त्यो त अब अलिकति किस्मतको खेल हो होइन। राम्रै भएको मान्छे, डक्टरै पढेको मान्छेको नि अब कति कुराहरू नमिलेर होइन हिंसा हत्या भइरहेको सुन्दा छौँ। अब त्यो हुनु नै छ भने त भइ नै हाल्छ। यदि राम्रो हुनु छ भनेदेखि त अब मान्छेले कामको मतलब गर्दैन क्या। एउटा माया गर्ने मान्छे छ, एउटा सक्षम पुरुष छ भने उसले एकदमै महिलालाई एकदमै राम्रो गर्ने होइन। आफ्नो अब आमालाई कति माया गर्छ त उसले, आमालाई जति माया गर्छ, जति रेस्पेक्ट गर्छ, छोरी मान्छेलाई उसले त्यति नै रेस्पेक्ट गर्छ भने चाहिँ त्यो मान्छे एकदमै लायक हुन्छ जीवनमा। मान्छे सबैभन्दा ठुलो कुरो अब अहिले विवाहकै कुराले हेर्ने हो भने माया गर्ने मान्छेको आवश्यक हुन्छ होइन। अब कसैले धनको लोभ लाज लाग्छ होला, तर मलाई चाहिँ त्यो छैन, मलाई चाहिँ त्यस्तो लाग्दैन। तपाईँको नजरमा चाहिँ दोहोरी केवल मनोरञ्जनको लागि मात्रै हो कि एउटा जिउने सहारा पनि हो? होइन, जिउने सहारा पनि हो नि। मनोरञ्जन मात्रै भयो भने त अब जस्तै अब कति त्यहाँ छोराछोरी लिएर पनि गइरहेको हुनुहुन्छ, काम गरेर हुनुहुन्छ, सानो बच्चाहरू लिएर होइन, आफूसँगै बच्चाहरू पनि लिएर गएर काम गरिरहनुहुन्छ। कति चाहिँ अब घरमै बच्चाहरू छोडेर पनि दोहोरी साँझमा काम गरेर आफ्नो जीविकोपार्जन गरिरहनु भएको छ। त्यसलाई मनोरञ्जनको लागि मात्रै त लिन मिल्दैन होला होइन। त्यो भएको हिसाबले गर्दाखेरि मनोरञ्जन पनि हो त्यहाँनिर, जीविकोपार्जन पनि हो, दुइटै कुरा छ त्यहाँ।
धेरै राम्रो ठाउँ हो के दोहोरी साँझ। अहिले त मान्छेको सोचाइले गर्दाखेरि मात्र यस्तो भयो क्या। धेरै राम्रो हो नि, न त्यहाँ नराम्रो हुन्छ मात्र, दोहोरी गाउने मात्रै त हो। सेफ, आफैमा सेफ ठाउँ हो फेरि त्यो होइन। आफू पनि अलिकति चाहिँ सेफ हुनुपर्छ, किनभने त्यहाँ अब मदिरा सेवन गर्ने मान्छेहरू हुन्छन् होइन। त्यो भएको हिसाबले थोरै आफू सेफ हुन जरुरी छ, नत्र एकदमै राम्रो हो दोहोरी त। मनोरञ्जनसँगै जिउने सहारा पनि हो। मैले राम्रै लागेर चुज गरेको चाहिँ ठाउँ हो होइन। अब हिंसात्मक कुरा गर्ने हो भने त मलाई होटेलमा भाडा मान्दा पनि त हिंसा भयो होला नि, भएन होला त। हिंसा भएर पनि मैले काम छोडेको रेकर्ड पनि छ क्या। छ, किन नहुने छ है त्यस्तो। म 12-13 वर्ष काठमाडौँ पसे मान्छे हो सानो, तर काठमाडौँ बस्दा रमाइलो, धेरै रमाइलो छेडहरू छ क्या मेरो। पस्दाखेरि चाहिँ त्यहाँ चाहिँ सम्झिँदाखेरि नि अहिले कस्तो रमाइलो लाग्छ मलाई होइन। ओहो त्यो अहिले अब त्यो समय चाहिँ नआओस् मलाई, तर रमाइलो छेड चाहिँ थियो। कहिलेकाहीँ अब हुन्छ नि, अब यो फिल्डमा हिँडिराख्दाखेरि चाहिँ, यो फिल्डमा मात्र होइन, छोरी मान्छेलाई जहाँ पनि हिंसा पनि छ, हेरेसमेन्टहरू सबै छ नि त। अब कहिले चाहिँ तपाईँलाई अब आफू दोहोरीमा गाइराख्दाखेरि त्यहाँ आउने गेस्टहरूले चाहिँ होइन, हुन्छ नि कसैले हौसला पनि दिने हुन्छ, किन यस्तोमा काम गरेर बरु म काम लगाइदिन्छु भन्ने पनि हुन्छ। कोही चाहिँ हिँड न मसँग, यस्तो टाइपकोहरू हुन्छ नि होइन। काम लगाइदिन्छु होइन क्या, तिमी किन यहाँ काम गर्न बसेको, तिमी नेता बन्नुपर्ने मान्छे रे मलाई अस्ति। तिमी राजनीति गर्नुपर्ने मान्छे किन यहाँ दोहोरीमा काम गरेर बसे। अब त्यो म त्यहाँ कार्यक्रम चलाइरहेको थिएँ होइन, उद्घोषक गरिरहेको थिएँ। स्टेजमा तपाईँ नै हो है लिड गर्ने? अहिले लिडको काम चाहिँ मैले खासै छोडिदिएँ, किनभने यो जिम्मेवारी धेरै ठुलो हो क्या। संस्था सानो हो, जिम्मेवारी ठुलो हो कि त्यहाँ। अब लिड गर्ने भनिसकेपछि अब कहिले को साथी नआउने, कहिले को साथी नआउने, आफैलाई कराउन नि मिलेन होइन। अब सँगै काम गर्ने साथीलाई के कराउनु क्या। अब भोलि अब यहाँ सँगै काम गरेर भोलि अर्को ठाउँ गएर ऊ लिडर भयो भने उसले मलाई कराउने होला फेरि होइन। त्यो पनि सोच्नुपर्छ नि त, त्यो भएको हिसाबले गाली गर्न नमिल्ने। अब सानो सानो केही क्वेसन सोध्छु है, टक्क एन्सर दिनु ल। माया कि पैसा? यो दुइटै कुरा आवश्यक छ, के छान्नु। तर यस्तो हो, पैसा भयो भने नि माया हुन्छ, माया भयो भने दुईजना मिलेर कमायो भने पैसा हुन्छ क्या। यसलाई के हिसाबले ठुलो जस्तो लाग्छ तपाईँलाई? ठुलो त अहिलेको हिसाबले हेर्ने नि पैसा ठुलो हो। पैसा ठुलो है? धेरै होइन, मैले पैसाले गर्दा धेरै दुःख पाएको छु क्या। आफन्तले त्यति बेर यति घात गरिदिए मलाई जिन्दगीमा होइन। त्यति बेर मलाई महसुस भयो क्या, म एक्लै रहेछु होइन, मेरो कोही छैन, घर परिवार फ्यामिली भन्ने चाहिँ मलाई त्यति बेर फिल भयो क्या। जब मसँग जुन दिन मसँग पैसा भएन त्यही दिन म बिरामी भएँ, आजभन्दा 3 वर्ष पहिला कुरा हो। सुतेर उठ्न सक्ने स्थिति थिएन, एउटा पानी खाने स्थिति थिएन। त्यति बेर न फ्यामिलीको सपोर्ट भयो मलाई। अरू बेला राम्रो रिलेसन भइसक्यो मान्छे, बिरामी भएपछि त छैन क्या। बोलचाल भइसकेपछि कुरा हो यो। मैले भने दाइ मलाई यस्तो समस्या भयो, म बिरामी भएँ, अलिअलि खर्च हालिदिनु पर्यो, अब अपरेसनै गर्नुपर्ने जस्तो कुरा भयो। डक्टरले त्यस्तो भनिसकेपछि अब अपरेसनै गर्नुपर्छ। के भएको थियो तपाईँलाई? एपेन्डिक्स। अपरेसन भयो? अनि अब अपरेसनै गर्नुपर्ने हुँदा पैसा भएन, समस्या भयो, मलाई धेरै समस्या भयो भनेर भनेपछि दाइले सोध्नु पनि कुरा त स्वाभाविकै हो। तैँले यत्रो समय काम गरेर के कहाँ राखि त पैसा भन्ने टाइपको कुरा पनि ठिकै नै पनि हो। अब बसेन क्या, म फेरि बानी एकदम पुर्मासी, साथीभाइ आयो भने ल खाउँ भनिहाल्ने, बस्दिहाल्ने, खाइहाल्ने, सक्दिहाल्ने, त्यस्तो टाइपको बानी भयो। अलिकति पैसा बस्दैन क्या मेरो हातमा, आइरहने गइरहने क्या, त्यस्तो हुने। अनि त्यसपछि धेरै पैसा लाग्ने भइसकेपछि अब दाइ मलाई यति पैसा लाग्ने भयो, धेरै समस्या भयो, ल्याउनु नि त, म ब्याजै तिरौँला बरु होइन। तपाईँ साउ त छुट्टै कुरा भइहाल्यो, दिनै हाल्छु म, तर ब्याज पनि दिनुपर्छ नि। कहाँ दिनु, भोलि केही गर्थ्यो तलमाथि भयो भने त्यो पैसा कसले तिर्छ अरे। मान्छेको यहाँ यत्रो ज्यानको सवाल छ, उसलाई पैसाको मतलब छ क्या। भनेपछि अब त्यसलाई पैसा ठुलो मान्नु पऱ्यो नि त मैले। मेरो लागि त पैसा ठुलो। पैसा भयो भने त केही कुराहरू आफ्नो चाहना पुरा गर्न सकिन्छ होइन। केही गर्थ्यो मरिहालिएछ भने पनि चाहना त पुरा गर्न मरिन्छ नि त, पैसा ठुलो। पैसा कि इज्जतमा चाहिँ एउटा रोज्नु पऱ्यो भने के रोज्नुहुन्छ? पैसा र इज्जतमा रोज्ने हो भने त इज्जतै ठुलो। फेरि माया चाहिँ तपाईँको लागि के हो? माया चाहिँ मेरो लागि अब सफल भयो भने जिन्दगी हो, सफल भएन भने मृत्यु नै हो। सङ्घर्ष चाहिँ? सङ्घर्ष त अब त्यो आफूले गर्दै जाने कुरा हो। अब कहिलेकाहीँ अब सङ्घर्ष गर्दा गर्दा सफल भइयो भने पनि धेरै राम्रो कुरा हो। सङ्घर्ष गर्न जरुरी छ, सङ्घर्ष नगरी सफलता भइँदैन, सङ्घर्ष नै सफलता हो। संसारमा तपाईँ सबैभन्दा धेरै कसलाई माया गर्नुहुन्छ? आमा।
जीवनमा धोका कहिले खानुभएको छ? मायामा। तपाईँलाई धोका दिएर जाने मान्छेलाई चाहिँ सम्झिनु पर्यो भने यहाँबाट तपाईँ के भन्न चाहनुहुन्छ? मलाई जस्तो नहोस् जो कोही तपाईँको लाइफमा कोही मान्छे होला घात भयो के वास्तवमा भन्यो भने मलाई थाहा थिएन होइन, मलाई थाहा थिएन अलरेडी म्यारिड मान्छे रहेछन् क्या, कुरो यसरी बुझौँ न। अनि अब म्यारिड भइसकेपछि थाहा नभएपछि यसलाई के हिसाबले लिने अब होइन। अब ऊ अलरेडी म्यारिड तर म अनम्यारिडै हो भन्ने टाइपको यस्तो टाइपको कुरा रहेछ, घरमा चाहिँ हुनुहुँदो रहेछ क्या। पछि थाहा भयो, थाहा भएपछि अब ल ठिकै छ अब यस्तो रहेछ होइन, हजुरको नि ठिकै छ त भने जस्तो भयो। अब मलाई जे भयो अब घरमा त्यस्तो नहोस् होइन, कसैको छोरीलाई अब आफ्नो भनेर भित्राइसकेपछि त्यस्तो नगर्नु। घात, त्यो घात चाहिँ धेरै ठुलो घात हो जस्तो लाग्छ मलाई अहिले। त्यो त धेरै ठुलो घात गर्नुभयो अहिले। उहाँ नेपाल पनि हुनुहुन्न, नभएको हिसाबले गर्दाखेरि पनि अलिकति घात पनि भयो। अनि याद आउँछ फेरि, याद चाहिँ आउने कि यार, माया गरे मान्छे छुट्न धेरै गाह्रो हुने कि। भोलि के थाहा किस्मतमा लेखेको रहन्छ भने छुट्टिन पनि सक्छ। हामी एउटा फोटो खिच्छौँ भने जिन्दगीमा उहाँले कहिले फोटो खिच्न मान्नु भएन क्या, कतै गएर पनि फोटो खिच्न मान्नु भएन। अनि एक दिन के भयो, उहाँले आफूले बोलाएर आउन त आज एउटा फोटो खिचौँ भन्नुभयो कि। अनि थाहा चाहिँ यसरी भयो कि घरमा मिसेस छ भन्ने कुरा होइन। अनि आउन त एउटा फोटो खिचौँ भन्नुभयो, ल ठिक छ नि त खिचौँ भने फोटो खिचेर म्यासेन्जरमा हालिदिनु भयो होइन। अनि म्यासेन्जरमा हालिदिनु भयो, ठ्याक्कै उहाँको श्रीमतीले म्यासेन्जर लगइन गर्नुभएछ, पासपोर्ट रहेछ। त्यसपछि त अनि थाहा भएन त, उठी भाषै लाग्यो। अनि मलाई कल आउने म्यासेन्जरमा, म त नउठाउने क्या, कल नउठाउ तिमी, म गर्छु जे गर्नु छ मेरो हिसाबले म गर्छु भने ल ठिक छ त्यसो भने राम्रो हो भन्ने जस्तो लाग्यो। अनि अब सम्झना आउँछ कहिलेकाहीँ, त्यस्तै हो। अब बोलचाल खासै हुँदैन, बोलचाल भएर पनि काम छैन, भइसकेको कुरो भइसक्यो, सकियो। अब त्यो पास्ट इज पास्ट भने जस्तै हो क्या। तपाईँ दोहोरीमा गएर जब स्टेज चढेर माइक समाउनुहुन्छ नि, त्यो बेला सबैभन्दा पहिला के सम्झिनुहुन्छ? यो आफ्नो मनले चाहेर गरेको काम हो, यसलाई चाहिँ मैले सक्सेस बनाउनु पर्छ भने जस्तो सोचेरै माइक समाउने हो सुरुमा। अब हुन नि सक्छ नहुन नि सक्छ। तपाईँ सन्तुष्ट हुनुहुन्छ अहिले आफूले पाइरहेको स्यालेरीबाट? म त धेरै सन्तुष्ट छु। त्यो दिनहरूलाई अहिले सम्झिँदाखेरि भाडा माझिरहेको यस्तो जाडोमा सम्झिँदा अहिले कस्तो लाग्छ? त्यतिखेर त्यो भाडा माझ्दाखेरि रामजी हाँडको गीत आएको थियो कि, ए आवाज आऊ भन्ने गीत। अहिले त्यो गीत सुन्यो भने मलाई भाडा माझेको याद आउँछ क्या। मेरो त धेरै रमाइलो कहानी छ नि खासमा काठमाडौँ बस्दाखेरि त। 4 दिन हौ, एक दिन हो र, अनि हराएको नि। जिन्दगीमा मैले ट्याक्सी देखाएको थिएन होइन, अहिले पनि गाउँघरमा ट्याक्सी देखिँदैन नि। मेरो गाउँमा अहिले पनि ट्याक्सी जाँदैन होइन, बस मात्रै देखा। स्कुलको लुगा लाएर आएको होइन, स्कुलको लुगामा अब हाम्रो फेरि के चलन, अब चुरा लगाउने के यार। सानामा म त होइन, म सानो एकदम नक्कली कि सानोमा, बरु अहिले मलाई त्यस्तो हिँड्न मन लाग्दैन खासै। त्यति बेला धेरै नक्कली चुरा लाएर हिँड्ने। अनि काठमाडौँ आयो, ट्याक्सी नदेखा मान्छे, ट्याक्सी देखेपछि अचम्म लाग्ने कि यार। सानो गाडी छ, मान्छे 8-9 जना झर्दैन ट्याक्सीभित्रबाट। हेरेँ क्या, हेर्दै बिहानदेखि ट्याक्सी हेरे मान्छे बेलुकासम्म चोकको चोकमै क्या। कतै जानु नि सक्नु छैन, बाटो काट्नु नि सक्नु छैन। साबिल चोक भन्ने नाम सुने हो, गाडीले पनि त्यही ल्याएर छोडिदिन्थ्यो। त्यहाँदेखि नगई लास्टमा एउटा माइक्रो चढेर गएको। त्यो माइक्रो कस्तो रमाइलो छ मेरो त कहानी। अनि त्यहाँबाट कस्तो भन्नु आएँ होइन, अनि आइसकेपछि भेट के अरे काठमाडौँमा अब त्यो ट्याक्सी जिन्दगी नदेखा मान्छे होइन, ट्याक्सी बाइकै नदेखा मान्छे के, कस्तो राम्रो लाग्ने। अनि हेरेँ त्यो खानु पनि छैन। अनि मजाले गाडी हेरेँ बस्यो दिनभरि होइन। अनि अब चाहिँ साँझ परेपछि बास खोज्नु पऱ्यो नि, सोध्नु परेन, गाउँघर मागेर पाइन्छ होइन। अब उस्तै पऱ्यो, म सहरमा नि माग्ने मान्छे हो कि हुन चाहिँ। अनि त्यसपछि अब एउटा माइक्रो चढेँ कि पानी पोखरी कि के भन्ने ठाउँमा दाइले काम गर्नुहुन्थ्यो, होटलमा सेफ हुनुहुन्थ्यो मेरो दाइ, पहिलेबाट सेफ हो। अनि त्यसपछि त्यहाँ भनेर गएको हेर्नु, पानी पोखरी भनेर गएको रानी पोखरी पुगेछ क्या। कुरो त यसरी पो आयो त त्यहाँ। अनि पानी पोखरी भनेर गाउँमा चाहिँ रानी पोखरी पुग्यो। त्यहाँ पछि अब डर लाग्यो नि त मलाई होइन, अब कहाँ बस्ने, कहाँ खाने, अब कहाँ सुत्ने, कस्तो भयो क्या। म त रोएँ माइक्रोमा हेर्नु। अनि माइक्रोको ड्राइभरले अब उसको भाउजू बोलाएर होइन
उसको भाउजू यस्तै केहीमा काम गर्नुहुन्थ्यो होला सायद, बोलाएर मलाई चौकी लगिदिनु भयो क्या बौद्धमा। त्यो राति नै लगेर अनि यसरी भेट्यो भने मैले सबै ठेगाना सिकाना भनिदिएँ, दाइको फोन लाग्दैन हेर्नु है। 4 दिनसम्म 3 दिनसम्म त म चौकीमै बसेँ। जस खाना पाइयो आमा कति माया गर्ने कि मलाई त पुलिसले त। सानै त्यो आर्मी पुलिसले त मलाई बच्चैदेखि माया गर्ने रे। अनि त्यसपछि कति धेरै माया गर्ने है उनीहरूले। दिउँसो आउने, बेलुका जाने, पुलिसको कोठा जाने सुत्ने, महिला प्रहरीको कोठामा जाने सुत्ने, फेरि बिहान उसँगै आउने, भात सात खाने, आनन्द के हेर कस्तो बिन्दास थियो मलाई त्यहाँ। अनि काम पनि गर्नु नपर्ने, माया त्यस्तै गरिहाल्ने। अनि अब धेरै दिन भएपछि त बालबालिका खोतालस केन्द्रमा लाँदो रहेछ, त्यो पनि अहिले थाहा भयो नि मलाई। त्यति बेला के थाहा त नि। त्यसपछि लग्यो भ्रिकुटी मण्डपमा। कहिले आएन त्यो बेला पुलिसहरूकोमा जाँदाखेरि कस्तो त्यो कस्तो आनन्द थियो त्यहाँ। अनि कति माया गर्ने अनि बच्चामा त जसले माया गर्छ त्यही त हो नि। यस्तो हुन्थ्यो। म बच्चै थिएँ, जसले माया गर्छ त्यही। अब फर्स्ट टाइम काठमाडौँ पाइलै टेका दिन्छ त्यस्तो भयो भनेपछि कुरो बुझ न। त्यसपछि अनि त्यसरी गयो, धेरै रमाइलो छ। अहिले भ्रिकुटी मण्डप गयो भने मलाई फर्स्ट टाइमको याद आइहाल्छ। यहीँ ल्याएको थिएँ मलाई खोतालस केन्द्रमा भन्छु, सम्झिन्छु कस्तो। त होइन म फर्स्ट टाइम काठमाडौँ आउँदा धेरै रमाइलो थियो। दोहोरी साजमा चाहिँ वेटरलाई हेर्ने नजर, कलाकारलाई हेर्ने नजर सबै एउटै हुन्छ भनिन्छ क्या? होइन होइन है, एकदम फरक छ। सुन्न चाहिँ त्यस्तो सुनिन्छ क्या हामीले चाहिँ। अब त्यहाँ हुन्छ नि, त्यहाँ त्यो भित्र एउटा न एउटा त त्यस्तो मान्छे हुन्छ नि त कोही। अनि उनीहरूको कारणले गर्दाखेरि चाहिँ त्यहाँ आउने जति पनि गेस्टहरू आउनुहुन्छ उहाँहरूले चाहिँ कलाकारलाई पनि त्यही नजरले हेरिदिने होइन, भनौँ न अलिकति नेगेटिभली नै हेर्ने भन्ने कुरा सुनिन्छ क्या? होइन, त्यो चाहिँ कस्तो छ भने जस्तै अलिकति फरक चाहिँ हो होइन, कलाकारले हेर्ने नजर। किनभने वेटरले भनेको अब त्यहाँ गएर सर्भिस गर्नु पऱ्यो, छेउमै अब उभिन पऱ्यो होइन। कति ठाउँमा चाहिँ बस्नैपर्छ है, कति ठाउँमा चाहिँ बस्न पाइँदैन, कति ठाउँमा चाहिँ बसे पनि हुन्छ नबसे पनि हुन्छ, कुनै ठाउँमा चाहिँ अनिवार्य नै बस्नुपर्छ क्या। जस्तै गेस्टहरूले पनि जस्तै यस्तो अब स्टेजमा हेर्दाखेरि को राम्रो लाग्छ आफूलाई, को मन परिरहेछ होइन, उहाँहरूले चाहिँ अब खबर पठाएर आफूसँग बोलाउँछन् नि होइन। कतिको तपाईँलाई कतिको आउनु तल मसँग बोल्नु भन्ने कतिको अफरहरू आउँछ? धेरै छ है। होइन जान्छु भने गएर एकछिन बोलिदिन्छु म। कस्तो उहाँहरूको रेस्पोन्स कस्तो हुन्छ तपाईँ तल आएर बोलिसकेपछि? मान्छे राम्रोको हिसाबले होइन, मैले गएको अथवा बोलेको सुनेर बोलाउने हो। मान्छे ह्यारेसमेन्ट टाइपको अब अलिकति भनेर जिस्किन खोज्ने हुनुहुन्छ है। अब हात मिलाएको जस्तो गर्ने तर हेरेसमेन्टको हिसाबले हेर्ने त्यो टाइपको नै, त्यो त हुन्छ कि यार, मान्छे किन हुन्छ होइन। अनि अब इभन हामीले सुनिन्छ क्या, म त सिधै भन्दैन त यस्तो कुनै नराम्रो व्यवहार छ भने चाहिँ छेउछाउ नपर्दा हुन्छ। म बोल्दैन नि फेरि यस्तो व्यवहार नगर्नु म भनिदिन्छु। अलि धेरै खर्च गर्ने मान्छे छ होइन, आएर खर्च गर्ने मान्छे छ, तर अलिकति चाहिँ उसले तपाईँसँग नराम्रो बिहेभ गर्यो भने चाहिँ होइन, त्यो कुरालाई कसरी लिनुहुन्छ? मनमा कति रिस हुन्छ नि कुनै देखेर, त्यो पनि हाँसेर बोल्नुपर्ने त्यस्तो हुन्छ? त्यस्तो हुन्छ कहिलेकाहीँ, तर ठ्याक्कै त्यस्तैमा त म परेको छैन। एकछिन बस्ने, अब जुसहरू केही खाने होइन, अनि ल दाइ एकछिनै म अब माथि गीत गाउन जानुपर्छ अहिले आउँछु भन्ने, निक्लेर हिँड्ने। जस्तै त्यहाँ साइडमा एउटा बलमा चाहिँ केही लेखेको छ, तपाईँले चाहिँ त्यो टक्क क्वेसन पनि पढिदिनुहोस् अनि त्यहाँ भएको एन्सर पनि दिनु ल। ओहो, के चाहिँ छ होला कि अब यस्तो केही पनि छैन? ठिकै, तनाव हुने भयो नि त मलाई फेरि। यहाँ के छ यस्तो, पढेर पनि सुनाउनु ल। आजसम्म आफ्नो लागि रोएको भन्दा अरूका लागि रोएको पल केही छ रोएको छु। कहिलेकाहीँ आमा सम्झेर पनि हुन्छु म। तपाईँको बाबा त म नजन्मिँदै बित्नु भयो, मतलब म पेटमा हुँदाखेरि। हजुर, तपाईँले देख्न नै पाउनु भएन? मैले देखा पनि छैन खासमा। नाइदाको फोटोमा पनि त्यति बेला सेतमा आउने क्या। कस्तो हुनुहुन्छ नि थाहा छैन है? कस्तो हुनुहुन्छ नि थाहा छैन, तर गाउँमा चाहिँ म आयो भने चाहिँ तेरो बाबाको झल्को मेटिन्छ त बाबा जस्तै छस् भन्नुहुन्छ होला। कहिलेकाहीँ मेरो बाबा भएको भए जस्तो चाहिँ लाग्छ कि नै? लाग्छ है। छोरी भएर जन्मिनु अनि रातभरि दोहोरीमा जागा बस्नु यो भाग्य हो कि बाध्यता भनेर भन्नुभएको छ। यसलाई चाहिँ भाग्य नै भन्छु म चाहिँ, किनभने बाध्यता पनि होला हुन चाहिँ होइन, केही बाध्यता पनि छ, तर मेन चाहिँ भाग्य हो। यो एउटा कलाकार भएर बस्नु भनेको त्यो भाग्यमानले मात्रै पाउँछ र त्यो भित्र म पनि पर्छु। यो चाहिँ र एउटा छोरी भएर आफूले इन्डिपेन्डेन्ट हुनु, छोरी भएर अनि आफैले एउटा दोहोरी साँझमा गएर होइन काम गरिरहँदाखेरि पनि अब कोहीले नराम्रो सोच्ने, प्रायः कलाकार भनेपछि धेरैले रेस्पेक्ट नै गर्नुहुन्छ। गीत गाएर कमाएको सबैभन्दा गर्व लाग्ने पल कुन हो भन्नुभएको छ। अब यस्तो छ,
गीत गाएर गर्व लाग्ने पल भनेको अब म गाउँमै भएको भएदेखि मलाई कसैले पनि चिन्थेन होइन। अहिले सङ्घर्ष गरे पनि मेरो जीवनमा जस्तो सुकै चोट आए पनि होइन, जस्तो जे भए पनि जे भए नि चिन्ने मान्छेले जो कोहीले जतिले चिन्नुहुन्छ सीता गौतम भनेर चिनिरहँदाखेरि गर्वको कुरा हो। यही नै हो गर्व भनेको होइन। आज म गाउँमै भएको भए घाँस काटिरहन्थ्यो होला, केही हुन्थ्यो होला, गाउँसम्म 2-4जनाले चिन्थ्यो होला, आज हजारौँले चिनिरहेको हुनुहुन्छ। त्यो भएको हिसाबले गर्दाखेरि गर्वको कुरा यही हो। अझै सफल होस् भन्ने चाहिँ चाहन्छु। अब अलिकति गाह्रो छ यो क्षेत्रमा सम्हालिन, धेरै गाह्रो छ। यदि भगवान्ले आज एउटा मात्रै वरदान दिनुभयो भने के माग्नुहुन्छ? अब चाहिँ माया माग्छु म है। अब चाहिँ तर एकदमै निस्वार्थ होस्, निस्वार्थ मान्छे होस्, मेरो कामको सम्मान गरोस्। सुरुमा चाहिँ मैले जे काम गरेको छु त्यो कामको सम्मान होस्। जस्तै एक रात चाहिँ तपाईँले गीत गाउन जानु भएन होइन, रुममै बस्नुभयो भने त्यो रातभरि चाहिँ के गर्नुहुन्छ? निन्द्रा लाग्दैन। यही माइकबाट चाहिँ तपाईँले आफ्नो मनको कुरा केही भन्न चाहनुहुन्छ भने चाहिँ भन्न सक्नुहुन्छ? एउटै कुरा चाहिँ म के भन्छु भने सबैजना जति पनि हामी दोहोरी साँझहरूमा कार्यरत महिला छौँ, पुरुष पनि छौँ होइन, हामी दाजुभाइहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ, यहाँहरू सम्पूर्णलाई चाहिँ म के भन्छु भने कसैले तपाईँहरूलाई हेरेसमेन्ट गर्दैछ भने केही गर्दैछ भने तपाईँ चाहिँ एकदमै आफू चाहिँ बलियो हुनुहोस्, आत्मबल बढाउनुहोस् होइन। उसले गरेको हेरेसमेन्टलाई चाहिँ तपाईँले एकदमै सहजै तरिकाले चाहिँ त्यसलाई केही जवाफहरू फर्काउन सक्ने हुनु पर्यो। हिंसात्मक नबनाउनुहोस्। यो क्षेत्र धेरै राम्रो क्षेत्र हो। कति ठाउँमा अब श्रमिक आफैले गर्दाखेरि पनि साहुहरूलाई नि अप्ठ्यारो परेको समय परिस्थिति छ। कति ठाउँमा साहुहरूले नि बाध्यतामा पार्नु भएको स्थिति पनि हामीले सुनेका छौँ। त्यस्तो कसैबाट पनि नहोस्। एकदमै राम्रो क्षेत्र हो होइन। हामी सबैले सम्मान गर्नुपर्छ। कलाकार भनेर कतिले भगवानै मान्नुहुन्छ, कतिले अब नराम्रो नि सोच्नुहुन्छ। त्यो आफ्नो आफ्नो हेर्ने दृष्टिकोणमा धेरै फरक पर्छ होइन। सबैजनाले एक अर्कालाई चाहिँ रेस्पेक्ट गर्न सिकौँ। धन्यवाद। थ्याङ्क यू, धेरै धेरै धन्यवाद।